म चाहिँ नेपालको झण्डा बोकेर अगाडि त्यो आन्दोलनको अगाडि जाँदै गर्दा है हामीलाई प्रहरी साथीहरूले निषेधाज्ञा छेड्दा तोड्दा पनि लट्ठी प्रहार गर्नु भएको थिएन। हामी संसद भवनसम्म पुग्यौँ। संसद भवनसम्म पुगिसकेपछि के भयो भने तपाईँहरू यहाँसम्म आइसक्नु भएको छ, तपाईँ हामी दाजुभाइ मर्ने काम नगरौँ, तपाईँहरूको माग चाहिँ सम्बोधन हुन्छ है, तपाईँहरू शान्त भएर बसिदिनुहोस् भन्नुभयो। ल हुन्छ भनेर मैले संसद भवनको त्यो माथि छतमा गएर ल कसैले पनि नगरिदिनु होला, ढुङ्गामुढा नगरिदिनु होला भनेर जब झन्डा हल्लाउँदै थिएँ तल त कोही काल पुरै ट्याटु आनेका, झपेटा पालेका, कोही 40 कटेका, पुरै 32 कटेका आउँछन् होइन। अनि त्यो त त्यहाँ के भइसकेको रहेछ, घुसपेट भइसकेको रहेछ। जेनजी आन्दोलनमा त हतियार बनाएको रहेछ होइन, घुसपेट भइसकेको रहेछ। अनि मलाई के सोच लाग्यो भने अब घुसपेट भयो, जेनजीका साथीहरू सब मर्ने भयो, अब हामी बाँच्नुपर्छ भन्ने भयो। जब हामी संसद भवनको माथि त्यो ढुङ्गा मुढा आयो, भित्र सरकार पक्षबाट नि आयो, यतापट्टि नि आयो है। अनि मेरो खुट्टामा लागेर म पनि ढलिहालेँ, मेरो साइडको भाइको पुरै टाउको त्यो पनि ढलियो होइन। ढलिसकेपछि अब मलाई यति विश्वास लाग्दैन भने है मैले पुरै त्यो ब्लडले भिजेको त्यो मेरो त्यो कपडा पनि राखिरहेको छु। मैले यो जेएनजीहरू वास्तविक जेएनजीहरूको पहिचान गरेर प्लिज सरकारले पनि संरक्षण गरोस् र प्रत्येक गाउँका अभिभावकहरूले पनि संरक्षण गर्नुपर्छ। किनकि हामीले नयाँ नेपालको सुरुवात गरेका छौँ, नयाँ नेपाल बनाउने उद्देश्य लिएर आएका थियौँ र नयाँ नेपाल भएको छ। त्यो भएर सम्पूर्ण जनताहरूले जेएनजीलाई सपोर्ट गर्नुपर्ने आवश्यक छ। अनि मैले संसद भवनको गेटमा पुग्दै गर्दा पनि भन्नुभयो तपाईँहरूले निषेधाज्ञा यहाँ यो तोडेर यहाँसम्म आइसक्नु भएको छ, तपाईँहरूले अब ढुङ्गामुढा गर्ने काम नगर्नु होला है भनेर साथी प्रहरी दाजुभाइहरूले भन्नुभयो। हामी त्यो ल अब कसैले नगर्नु होला भने माथि चढ्दै गर्दा तल चाहिँ कोही अब 40 मैले भनिसकेँ 40 कटेका, कोही 50 कटेका है, कोही पार्टीका कार्यकर्ता देखिनुहुन्छ होइन, ढुङ्गामुढा गरिराख्नुपर्छ। अनि जेनजे साथीभाइहरूको भाग छ है। अनि अब बाँच्नुपर्छ भनेर हामी तल झरिसकेपछि चाहिँ अब फेरि त्यहाँ पनि ढल्ने काम भयो। अनि सबभन्दा पहिला चाहिँ म मेडिकलमा गएँ। मेडिकलमा अब पुरै बन्द थियो, त्यहाँदेखि सिभिल हस्पिटल गएँ है, खुट्टा खचाउँदै, अहिले पनि खुट्टा मेरो घाइते छ, खुट्टा खचाउँदै म सिभिल हस्पिटल गएँ। सिभिल हस्पिटल गइसकेपछि त्यहाँ चाहिँ अब त्यो स्प्रेहरू हानेर मालिसहरू गरिदिनु भयो। जब त्यहाँ त्यो लाइन लाग्यो नि घाइतेहरूको, मैले देखेँ म त सामान्य रहेछु होइन, म सामान्य रहेछु, यो अवस्थामा त गाह्रै रहेछ भन्ने कन्डिसनमा जोस् मलाई त्यतिखेर डिस्चार्ज गर्नुभयो र मेरो भाइले पनि रेस्क्यु गर्नु त्यतिखेर है। यस्तो यो जेएनजीको सोच उद्देश्य भनेको देशलाई ध्वस्त पार्नु थिएन, देशलाई नष्ट पार्ने जेएनजीको सोच हुँदै होइन है। हामीले कुनै पार्टीको विरुद्ध गरेको पनि होइन, हामीले कुनै दलको विरुद्ध गरेको पनि होइन, हामीले आन्दोलन भ्रष्टाचारको विरुद्ध मात्र गरेको है। हामीले भ्रष्टाचारको विरुद्धको आन्दोलन गर्ने बेला अहिले जेएनजीहरूलाई एकदम गाह्रो छ, गाउँ गाउँमा जानु गाह्रो छ है। वास्तविक जेएनजीहरूको पहिचान गरेर सुरक्षा गरिदिनु पर्यो सरकारले, र सरकारले जेएनजीहरूसँग सहकार्य गरेर अघि बढिदिनु पर्यो। गाउँ गाउँमा जाने वातावरण चाहिँ जेएनजीले बनाइदिनु पर्यो मुख्य कुरो। अर्को कुरो भनेको म चाहिँ त्यहाँ त्यो आन्दोलनको फर्स्ट दिनको चाहिँ सबभन्दा पहिलो घाइते चाहिँ मै नै हो है। सिभिल हस्पिटलदेखि सबभन्दा पहिला डिस्चार्ज हुने पनि म नै हो। मेरो नाम चाहिँ अशोक रसाइली, मेरो नाम चाहिँ अशोक रसाइली, घर चाहिँ मेरो कर्णाली प्रदेश हो है। सबै फुलाउन ऊ छैन। अब हामीले मेन कुरो भनेको हामीले कुनै पनि पार्टीको विरुद्धमा हामीले आन्दोलन गरेको होइन, हामीले भ्रष्टाचारको विरुद्धमा आन्दोलन गरेको हो है। सम्पूर्ण जनताले यो बुझ्न जरुरी छ र हजुरहरूले जेएनजीलाई पनि एकदम साथ सपोर्ट गर्नु पर्यो। अभिभावकहरू हुनुहुन्छ तपाईँहरू है, तपाईँहरूको प्रत्येक हामी भनेको त्यो दिन कसैको लिडरमा पनि हामी त्यहाँ कसैको लिडरसिपमा हामी आन्दोलन गर्न गएको होइन। जब जेन जेड भन्ने कुरा आयो नि मैले के सोचेँ, मलाई जहाँसम्म लाग्छ सबैले त्यही सोच्नु भएको हो। जेन जेड भनेपछि एदेखि जेडसम्म भनेपछि जेड सकियो। अब जेडसम्म आइसकेपछि हामीले आवाज नउठाए कसले उठाउने रहेछ त यो देशमा? यो देशमा त भ्रष्टाचार भएर सकिसक्यो। अब हामीले आवाज उठाउनै पर्ने रहेछ भन्ने कन्डिसन भएर सम्पूर्ण जेन जेड भन्ने साथीहरू सडकमा आउनु भएकै हो है। आइसकेपछि हामीले भ्रष्टाचारको विरुद्धमा आन्दोलन गऱ्यौँ। अहिले चाहिँ अब प्रत्येक पार्टीहरूका कार्यकर्ताहरू होइन अब जेएनजी खोज्दै हिँड्ने त्यो चाहिँ तपाईँहरूले नगरिदिनुहोस्। किनकि हामीले भनेको पार्टीको विरुद्धमा आन्दोलन गरेकै थिएनौँ। तपाईँहरूको पार्टीको पनि देशको लागि योगदान हामीले बुझेका छौँ है। तपाईँहरूले पनि गणतन्त्र ल्याउनु भयो, प्रजातन्त्र ल्याउनु भयो है, यत्रो संविधान बनाउनु भयो। तर हामीले कुनै किनकि पार्टीमा पनि कति राम्रा राम्रा कार्यकर्ता हुनुहुन्छ नि, पार्टीको विरुद्धमा भित्र पार्टीले भ्रष्टाचार गर्दै गर्दा पार्टीको विरुद्धमा तपाईँहरूले यो गर्नुहुन्न है, देशलाई पनि घाटा हुन्छ, हाम्रो पार्टीलाई पनि घाटा हुन्छ भन्ने कन्डिसनमा पार्टी भित्रै पुरै त्यहाँ सदस्य समेत नरहने गरी त्यहाँ त्यसलाई निलम्बन गरिएको छ कि छैन? पार्टीभित्र पनि कति कति राम्रा देश बनाउने, देश अगाडि बढाउने सोच भएका मान्छेहरू हुनुहुन्छ नि होइन र? त्यही भएर म एउटा कुरा तपाईँहरू पार्टीका सम्पूर्ण कार्यकर्ताले के बुझिदिनु पर्यो भने पार्टीका कार्यकर्ताले गर्न नसकेको काम जेएनजीले गरिदिएको। तपाईँहरूले आफ्नै नेताको विरुद्धमा बोल्दै गर्दा तपाईँहरूलाई पार्टीदेखि निष्कासन गरिएको थियो कि थिएन? गरिएको थियो नि हो। त्यसको विरुद्धमा जेएनजीले आन्दोलन गरेको र भ्रष्टाचारको विरुद्धमा हामीलाई आवाज उठाएको है। त्यो दिन एउटा कुरा के हो भने